साथीहरू के हजुरहरूलाई थाहा छ आजको युगमा डिजिटल मार्केटिङ नसिकेको मान्छेहरू अब आउने 5 वर्षमा कति पछाडि पर्नेछन्? यो भिडियोमा म तपाईँलाई बताउने छु किन डिजिटल मार्केटिङ एक्ज्याक्टली अहिले नै सिक्नुपर्छ। What you are missing out on. Number first, the reality check. Let me give you some reality check. नेपालमा अहिले करिब 20 मिलियन इन्टरनेट युजरहरू छन् एन्ड दिस नम्बर इज ग्रोइङ डे बाई डे। लाइक फेसबुकमा, इन्स्टाग्राममा, टिकटकमा, युट्युबमा चाहिँ सबै मान्छेहरू अनलाइनमा छन्। बट यहाँ बिजनेसहरूले धेरै जस्तो ब्यानरमा, न्युज पेपर एड्समा, प्याम्पलेटमा पैसाहरू खर्च गरिरहेका हुन्छन्। I'm not saying that the traditional marketing is bad, but यदि तपाईँहरू डिजिटल मार्केटिङमा हुनुहुन्न भने you are losing 70 to 80% potential customer in your business. Think about it. तपाईँ आफै कतिपटक सोच्नुहुन्छ कुनै प्रडक्ट बाइङ गर्नु अगाडि, कतिपटक रिभ्यू हेर्नुहुन्छ। एक्ज्याक्टली अहिलेको जेनेरेसन अनलाइन छ र इफ यु आर नट देयर देन यु आर इन्भिजिबल। सेकेन्ड नम्बरमा छ अपर्च्युनिटिज यु आर मिसिङ। अब म तपाईँलाई बताउँछु वाट अपर्च्युनिटिज यु आर मिसिङ। नम्बर 1, ग्लोबल रिच विथ जेरो इन्भेस्टमेन्ट। डिजिटल मार्केटिङमा हजुरले लाख खर्च गर्नुपर्छ, थाउजन्ड्स कस्टमरहरू गेन गर्नको लागि। तर इन डिजिटल प्लेटफर्म हजुरले जिरो इन्भेस्टमेन्टबाट पनि मिलियन्स अफ पिपल कस्टमर बनाउन सक्नुहुन्छ। अ सिम्पल फेसबुक पेज, इन्स्टाग्राम अकाउन्ट एन्ड युट्युब च्यानलहरू फ्री छन् जसमा तपाईँले आफ्नो प्रडक्ट एन्ड सर्भिसेसहरू सेल गरेर कस्टमरसम्म पुर्याउन सक्नुहुनेछ। नम्बर 2, फ्रिल्यान्सिङ एन्ड करियर अपर्च्युनिटिज। डिजिटल मार्केटिङ सिकेपछि हजुरले फ्रिल्यान्सर भएर काम गर्न सक्नुहुनेछ। अपवर्क, freelancer.com जस्ता प्लेटफर्म युज गरेर यहाँ नेपाली डिजिटल मार्केटिङहरूले $500 to $1,000 मन्थली इन्कम गर्न सक्नुभएको छ। कम्पनीज आर डेस्परेटली लुकिङ फर द डिजिटल मार्केटर। एउटा स्किल डिजिटल मार्केटरले ट्रेडिसनल जब गर्ने मान्छेहरू भन्दा चाहिँ 2 to 3 टाइम्स मोर पैसा कमाइरहेका हुन्छन्, जो चाहिँ फाइनेन्सियल फ्रिडम पनि हुन्छ। त्यसैले हजुरहरू पनि सिक्न सक्नुहुनेछ डिजिटल मार्केटिङ, जो चाहिँ अहिलेको युगमा फ्युचरमा एकदमै डेस्परेटली युज हुने कुरा हो हाम्रो डे टु डे लाइफमा। नम्बर 3मा रहेको छ वाइ राइट नाउ, किन अब तपाईँ सोच्नुहुन्छ होला ओके आई अन्डरस्ट्यान्ड, म पछि सुरु गर्छु। तर हजुरहरू अहिले नै सुरु गर्नुपर्ने हुन्छ, नत्र पछि भन्दै कहिले नै स्टार्ट हुँदैन। हजुरहरूलाई पनि थाहा छ होला यो कुरा त, है। लेट मी टेल यू किन अहिले नै कम्पिटिसन इज स्टिल लो। नेपालमा अझै पनि यति धेरै कम्पिटिसनहरू बढेको छैन डिजिटल मार्केटिङको, जस्तै कि अरू डेभलप कन्ट्रीमा। यो गोल्डन अपर्च्युनिटी हो। 2-3 वर्षपछि सबैले सिकिसकेका हुन्छन्, जो चाहिँ सिक्नको लागि हार्डर पनि हुनसक्छ। अर्को रहेको छ टेक्नोलोजी इज चेन्जिङ फास्ट। अब न्यू एआई टेक्नोलोजीहरू एकदमै आइरहेका छन्, अनि जसमा चाहिँ हजुरहरू अहिले नै सिक्नु भएन भने चाहिँ पछाडि एक दिन पनि हजुर बिहाइन्ड हुनुहुन्छ, पछि हुनुहुन्छ अरूभन्दा। अझै अर्को कुरा त हजुरहरूलाई पनि थाहा होला, इकोनोमिक शिफ्ट, जसमा चाहिँ अब हामीहरूले कतिपयले फेस गरिरहेको यो कोरोनाको टाइममा चाहिँ एकदमै मान्छेहरू काममा जान चाहने मान्छेहरू पनि अब फिजिकल्ली मान्छेहरूसँग भेट्न नमिल्ने, मास्क लगाएर बस्नुपर्ने त्यस्तो स्थितिमा पनि मान्छेहरूले डिजिटल मार्केटिङ गरेकोहरूले घरमै बसेर आफ्नो टेक्नोलोजी सम्बन्धी कुराहरू गरेर आफ्नो वर्कहरू सम्हालेर राम्रो पैसा कमाइरहेका थिए, जसमा चाहिँ यो पनि एउटा चाहिँ राम्रो कार्य हुनसक्छ। त्यसैले चाहिँ म चाहिँ हजुरहरूलाई आग्रह गर्छु कि डिजिटल मार्केटिङ सिक्नु चाहिँ फाइनेन्सियल फ्रिडम, आफ्नो लाइफको फ्रिडम, त्यसमा पनि अझ टाइम लिमिट पनि हुन्छ। धेरै फिजिकल्ली काम गरेर धेरै स्ट्रेसमा पनि हुन पर्दैन। अनि यो चाहिँ स्टुडेन्ट, टिचर, जोसुकैले पनि गर्न सक्नुहुनेछ। जस्तै अब
सप चलाउनुहुन्छ कसैले भने उसमा चाहिँ एडभर्टाइजमेन्टहरूको कामहरू सेल्सको कामहरू गर्न सक्नुहुन्छ म्यानेजको काम गर्न सक्नुहुन्छ त्यसैले चाहिँ म हजुरलाई आग्रह गर्छु फर्स्ट म हजुरहरूलाई कसरी स्टार्ट गर्ने भनेर सिकाउँछु युट्युबमा फ्री ट्युटोरियल भिडियोहरू हेर्नुहोस् डिजिटल मार्केटिङको बेसिक आइडियाहरू लिनुहोस् एसइओ सोसियल मिडिया मार्केटिङ कन्टेन्ट मार्केटिङ जस्ता कुराहरू पनि युट्युबमा एकदमै अभाइलेबल छ त्यो पनि हेर्नुहोस् र त्यसमा चाहिँ अलि बेसिक आइडियाजहरू आफूले इम्प्लिमेन्ट गर्नुहोस् अनि त्यसमा चाहिँ प्र्याक्टिस गर्नुहोस् आफ्नो पेज बनाउनुहोस् र पोस्ट गर्नुहोस् जसले गर्दा हजुरलाई अझ हेल्पफुल हुन्छ कि कसरी स्टार्ट गर्ने भनेर अनलाइन कोर्सेसहरू लिनुहोस् हजुरहरूले त सुनेको पनि हुनुहोला कि डिजिटल सौगात भन्ने उहाँलाई पनि हजुरले उहाँसँग कनेक्ट गरेर फर्म फिलअप गरेर चाहिँ उहाँको वर्कसप पनि लिन सक्नुहुनेछ जस्तै मैले पनि एउटा वर्कसप लन्च गर्दैछु त्यो पनि हजुरले हेर्न सक्नुहुनेछ यही भिडियोको तल डिस्क्रिप्सनमा मैले राखेको हुन्छु लिङ्क हजुरले त्यसमा पनि अपडेट गर्न सक्नुहुन्छ त्यसमा कनेक्ट भएर हजुरहरूलाई त थाहा नै छ होला कन्सिस्टेन्सी इज द की कन्सिस्टेन्ट भएर एउटा काम गरिरह्यो भने चाहिँ हामी सक्सेस पक्कै पनि हुन्छौँ त्यसैले चाहिँ हजुर यो जर्नीमा स्टार्ट गर्न चाहनुहुन्छ भने आफ्नो चाहिँ समय 1-2 घन्टा चाहिँ एकदमै निकालेर स्टार्ट गर्नुपर्ने हुन्छ इफ हजुरहरूले स्टार्ट गर्न खोज्ने अनि टाइम निकाल्न भ्याउनु भएन आफ्नो बिजी सेड्युलबाट 1-2 घन्टा चाहिँ एक्स्ट्रा निकाल्नु पर्यो नत्र चाहिँ सक्सेस कुनै पनि कुरा हुँदैन अब जसमा चाहिँ हार्डवर्क एन्ड कन्सिस्टेन्सी हुन्छ त्यही नै सक्सेसफुल हुन्छ त्यसैले चाहिँ हजुरहरू एकदमै पोटेन्सियल भएर यो जर्नी स्टार्ट गर्न सक्नुहुन्छ अब म हजुरलाई यो भन्न चाहन्छु 5 वर्ष पछाडि हजुरले आफैलाई धन्यवाद दिन चाहनुहुन्छ किनकि मैले आज स्टार्ट गरेँ भनेर यो दिन स्टार्ट गरेको थिएँ त्यसैले म चाहिँ अहिले सक्सेसफुल छु तर इफ अहिले नै स्टार्ट गर्नु भएन भने 5 वर्ष पछाडि सोच्नुहुनेछ कि काश मैले त्यो दिन स्टार्ट गरेको भए मेरो अर्कै लाइफस्टाइल हुन्थ्यो कि या अर्कै मेरो सोच्ने तरिका फरक हुन्थ्यो होला मेरो फ्रेन्ड सर्कलहरू डिफ्रेन्ट हुन्थ्यो होला त्यो सोच्न सक्नुहुनेछ त्यो बेला त्यसैले चाहिँ चोइस इज योर्स अहिले नै स्टार्ट गर्ने कि पछि स्टार्ट गर्ने भनेर डिजिटल मार्केटिङ इज नट जस्ट स्किल इन दिस एरा इन दिस जेनेरेसन अहिलेको युगमा चाहिँ जो पनि डिजिटल मार्केटिङ गर्न सक्नुहुन्छ मैले पहिला पनि भने कि स्टुडेन्टले टिचरले सेल्सम्यानले हाउसवाइफले जसले पनि योबाट बिजनेस लिन सक्नुहुनेछ बेनिफिट लिन सक्नुहुनेछ बिजनेस गरेर अब चाहिँ टाइम वेस्ट नगरी स्टार्ट गरिहाल्नु ल अनि चाहिँ भिडियो राम्रो लागेमा हजुरले चाहिँ लाइक गर्नुहोला सेयर गर्नुहोला र मलाई सब्सक्राइब पनि गर्न सक्नुहुनेछ अनि अझै राम्रो लाग्यो भने हजुरले चाहिँ कमेन्टमा पनि हजुरले मैले चाहिँ अहिले अबबाट सुरु गर्छु भनेर चाहिँ मलाई कमेन्ट पनि छोड्न सक्नुहुनेछ थ्याङ्क यू सो मच एन्ड सी यू इन द नेक्स्ट भिडियो टिल देन बाई बाई